गाइस आज चाहिँ हामी हाम्रो गाउँको खोलामा चाहिँ स्विमिङ गर्न आइरहेको छौँ। मिस्टर सनिम बराल र म खोला चाहिँ धमिलो आइरहेको छ। अब के हुने हो, खेल्न सक्छौँ खेल्न सक्छौँ। पानी कस्तो छ यति भन्दै गाइस यही हो। खोला चल्दैछ, हाम्रोपट्टि सँगै रहेछ, दार्जिलिङपट्टि चाहिँ धमिलो आइरहेको छ। गाइस हामी चाहिँ ट्याक्क दार्जिलिङ र नुवाकोटको बिचको सिमाना चितवन खोलामा गाइस फर्स्ट टाइम। अहिले चाहिँ हामी ठ्याक्कै खोलामा आइसकिसक्यौँ। गाइस खोला चाहिँ हाम्रो एकदम सानो छ, यस्तो छ। त्यहाँ माथि तीनवटा गटरबाट आइरहेको छ पानी, त्यही पानी यता आइपुगेको छ। हो यस्तो रहेको छ है गाइस। पौडी खेल्ने ठाउँ चाहिँ पोखरी टुङ्गो, कसै ठुलो चाहिँ छैन। त्यो सानो पोखरीमा हामी खेल्ने कोसिस गर्दैछौँ। ल गाइस हामी चाहिँ पौडी खेल्नलाई रेडी भइसक्यो। आजको दिनमा यसो माइन्ड फ्रेस गर्नको लागि यस्तो छ। ल है गाइस हामी चाहिँ पौडी खेल्न गइराखेको छौँ। Guys, जाते भी जाओ तो आगे भी जाओ। ठ्याक्कै पहिला चाहिँ 5 मिटर गयो छ।